हेलो एभ्रिवान सबैजनालाई स्वागत छ हाम्रो मेरो अझैको युट्युब च्यानलमा। आज चाहिँ हामीहरू अब त्यस्तो हामी प्रोफेसनल अब के भन्छ सेफ त होइन, तर अब यसो आफूलाई मिठो लाग्ने टाइपको अब कस्तो हुन्छ हेरौँ होइन। भरे पुलाउको रेसिपी गइरहेको छौँ होइन। त्यस्तो हामी प्रोफेसनल सेफ पनि होइन, अब यतिकै मेन्जो अरे कस्तो हुन्छ हेर्नु जान्नु साथीहरु। हेरौँ न कस्तो हुन्छ। पुलाउ बनाउँदाखेरि चाहिँ हामीले सुरुमा चाहिँ एउटा पानीमा भिजाउँछौँ। यो चाहिँ 10-15 मिनट जति। राम्रो छ के भयो। अहिले चाहिँ हाम्रो पुलाउ बनाउनको लागि गाजर काट्दैछौँ। अब यस्तो एकदम सिम्पल गाजर बनाइन्छ होइन। गाजर प्लस यहाँ काँक्राको लागि गाजर अचारको लागि मेन भएर त्यसको लागि चाहिँ अब के भन्छ त्यसको नाम के भन्छ मलाई आएन। तिल होइन, यो आलस अचारको लागि मेन भएर भूमिका खेल्ने चाहिँ यो दुईवटा अचारको लागि।
त्यो सब रेडी भए पश्चात चाहिँ हामीले चाहिँ अब अचारको चाहिँ रेसिपी लिनै बिर्सेछौँ क्या साथीहरू। त्यही भएर यो थोरै थियो, त्यसको चाहिँ मैले फोटो लिइहालेँ, फोटो भिडियो होइन देख्न सक्नुहुन्छ। सो अनि यति सबै सकेपछि चाहिँ हामीहरू दुईजना दिदीबहिनी मिलेर खाना थाल्यौँ क्या गफ गर्दै। अब हामी दुईजना मात्रै थियौँ क्या, यहाँनिर साइडमा चाहिँ मेरो भाइ बहिनीहरू सबैजना भएको कारणले गर्दाखेरि उनीहरूसँग उनीहरूलाई गफ हान्दै हामी दुईजना मजाले सबैजना फुड इन्जोय गरिरहेको थियौँ। सो देख्न सक्नुहुन्छ गफ नै यस्तो आइरहेको थियो कि यस्तो आइरहेको थियो कि होइन, खानेकुरा फेरि त्यस्तै मिठो। अब दुईजना दिदी बहिनी मिलेर बनाएको अभियसली मिठो त हुन्छ नै। सो तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेछ त भिडियोहरू, प्लिज लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। म चाहिँ अब फर्स्ट टाइम भोइस ओभर गरिरहेको छु नि त मेरो चाहिँ, त्यही भएर मलाई त्यस्तो आउँदैन क्या। त्यही भएर म अब मतलब हाँसिरहेको छु नि त, त्यसलाई चाहिँ अलिक इग्नोर हान्दिनु होला। एन्ड देन अब त्यहाँ गफहरू यस्तो आइरहेको थियो कि तपाईँहरूले सुन्नुभएको भए तपाईँहरू पनि बिउस हुनुहुन्थ्यो क्या हाँसेर। अनि अब यो मेरो खाना थप्ने फेरि मेरो बहिनी होइन, यति धेरै खाएँ मैले आज, यति मिठो भएको थियो। मैले मात्र होइन क्या, सबजनाले हाम्रो पुरै फ्यामिली नै छ नि त यहाँनिर, दिदी भाइ बहिनी सबैजनाले एकदम थपी यति धेरै खायौँ कुरै नगरौँ क्या। अब हुन त अब पहिला पनि बनाइराखेको, तर आज चाहिँ त्योभन्दा ज्यादै मिठो भएको थियो क्या। किन भन्दाखेरि बनाउने मेरो के भन्छ साथी चाहिँ मेन गरेर दिदी हुनुहुन्थ्यो नि त, अनि दिदीले यति धेरै सघाउनु भयो होइन। त्यही भएर दुईजना दिदी बहिनी मिलेर बनाएको यस्तो मिठो भएको थियो गाइस। तपाईँहरू पनि होइन अब यस्तो मतलब पुलाउ खान चाहनुहुन्छ भने चाहिँ प्लिज हामीलाई कन्ट्याक्ट गर्नु होला चाहिँ भन्दिनँ, त्यत्रो कन्ट्याक्टै गर्नु पर्दैन। अब मतलब मन छ भने कमेन्ट गर्नु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, हामी आफै बुझ्छौँ क्या। अब त्यो मतलब लाइक कमेन्ट जसले सेयर गर्नुहुन्छ उहाँहरूलाई चाहिँ पुरा मन पर्दो रहेछ भनेर। सो आजको भिडियो चाहिँ एकदम धेरै लामो भइसकेको छ गाइस, त्यही भएर अब हामीले पनि यो खानेकुरा चाहिँ होइन यति धेरै इन्जोय गरौँ खाएर होइन। त्यही भएर सकिसकेको छ। प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला। हामी दुईजनाले र थाल चाहिँ एकदमसँगले रित्तिसकेको छौँ किन भन्दा एकदमै मिठो भएको थियो। सो थ्याङ्क्स फर वाचिङ। अनि के भन्छ अब यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ हामीलाई लाइक अनि कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला फेरि पनि भने होइन। सो बाई बाई गाइज।